गाइस, माई न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हाम्रो धान गोड्ने पालो छ। भन्नाले आज शनिबार हो। शनिबार भएको कारणले गर्दा पनि म काममा गएको छैन। अब धान गोड्दैछ। अब हामी चाहिँ आज धान गोड्न आछौँ। घाँस जस्तो छ, गाह्रो छ हजुर। भात खानलाई सिद्धि छ र गाह्रो छ हजुर। अब यसलाई गोडमेल नगरेपछि अब कस्तो फल्ने भन्ने कुरा टेन्सन हुन्छ नि त। यसलाई गोडमेल गर्नु पऱ्यो। घाँसहरू यस्तो छ। यसलाई पनि ट्र्याक्टर गोड्नु पऱ्यो। अनि जति औषधि हाले पनि घाँस चाहिँ धानभन्दा ठुल्ठुलो छ। आज हामी धान गोड्न आछौँ। मम्मीलाई अलि सन्चो नभएर चाहिँ बाबा चाहिँ भान्सा गर्न लाग्नुपर्छ। हामी चाहिँ धान गोड्न आछौँ। अब धान गोडिसकेपछि अब थोरै छ, 2-3 घन्टा लाग्ला सायद भन्दै यति धेरै गोडिसक्यौँ। अब लास्ट चाहिँ हाम्रो थोरै छ। अब केही छिनमा सक्नेवाला छौँ। पसिना छ है हजुर। गाह्रो छ नि भात खानलाई। घाँस अब धान चाहिँ गोड्नु पऱ्यो। अब त्यो बुझाउनु पऱ्यो आँखामा लगाएर भने फेरि खाना हुन्छ। ल हामी चाहिँ लाग्यौँ हो साथी हो धान गोड्न। माया मारेर पनि गोड्ने हो यस्तै काम। अलिअलि सबै यति किनेभरि फाला भयो। औषधि हाले पनि हामीले खट्लकै गोड्या औषधि हाले पनि जान्न यस्तो नानी। धानका बुट्टा ठुल्ठुला घाँसका बुट्टा औषधि हाल्ने भन्ने पारै